संगोलका। जन्म जन्म का बांधव लाखौं छोड़ी गए सब कता कता। हाम्रो यो मात्रै जन्म होइन त आमा दिदीबहिनीहरू। हे भक्तजन, कति जन्म पायौँ, कति जन्म बितायौँ, कतिपल्ट मृत्यु भयो, कतिपल्ट जन्मियौँ। हामी कुन कुन योनिमा जन्मियौँ। कहिले किरो भएर जन्मियो होला, कहिले मच्छर भएर जन्मियो होला। ती मच्छरका पनि त पिता माता थिए होला, बन्धु बान्धवहरू थिए होला, ती किराका पनि थिए होला, त्यो कुकर सुकर यिनीहरूका पनि त बन्धु बान्धवहरू थिए होला, आमा बुबाहरू थिए होला। कहाँ पुगे ती सबै? जन्म जन्म का बान्धव लाखौं छोडी गए सब कता कता। जति बन्दैछन् बान्धव अहिले ती पनि पुग्छन् कता कता। अहिले जो छ नि हाम्रो, कोही पिता भनेर आउनु भएको छ, कोही माता भनेर आउनु भएको छ, कसैको कोही पुत्र भएको छ, कोही पुत्री बनेको छ, कोही कसैको दाजु, कोही कसैको भाइ बनेर हामी आएका छौँ यस संसारमा। यी सबै पनि चिरस्थायी होइनन्, कोही बेलैसँगले छुट्दै जान्छन्, अघि बढ्दै जान्छन्। कसरी भने यो जीवन यात्रा कस्तो छ अरे भने नि आमाहरू, जस्तै दिल्लीको यात्रा गर्दै हुनुहुन्छ तपाईँ, म अलिवरतिर कानपुरको यात्रा गर्दैछु, कसैले एनजेपीको यात्रा गर्दै हुनुहुन्छ, एउटै ट्रेनमा चढ्यौँ हामी यात्री। जब यात्रा गर्दै जाँदा बाटामा जाँदा चिनाजाना भयो, म दिल्ली जाने, म कानपुर जाने, म लखनऊ जाने। जब टिकट आफ्नै अनुसारको बोकेर चढेका हुन्छौँ हामी, एनजेपी पुगेपछि एकजनाहरूले ल त राधे राधे, फेरि फेरि भेट हुँदाखेरि यसो नम्बर पनि लिइरहेको, बात मारौँला भनौँ, ओर्लियो सक्यो। अलि परतिर गयो अर्को ओर्लिन्छ, अलि परतिर गयो अर्को ओर्लिन्छ। जसको गन्तव्य जहाँसम्म छ त्यहीँसम्म पुगेर हामी ओर्लिँदै जान्छौँ। त्यस्तै हो जीवन यात्रा पनि, त्यस्तै हो पितामाता। कोही जन्मिने बित्तिकै छोडिदिन्छ, ल मेरो चाहिँ टिकट सक्यो है, जानु पर्यो है भनेर हिँडिहाल्छ, थाहा कसैले आउँदैन र को कसको हो यो जगतमा। र त्यसैले सच्चा मित्र एकमात्र भगवान, जो जसको अंश हौ हामी, जो हाम्रा अंशी हुनुहुन्छ परमात्मा, आत्मतत्व जो अंश हो, त्यसैले त्यो परमात्मालाई चिन्नु पर्दछ भन्ने यो दिव्य भाव छ। आफ्ना अमर सखा हरिलाई भक्त सक्त छन् भूल न कहा। प्रभुका पदको सेवकलाई दुनियाँको अब आश कहाँ। आउनुहोस्।